राज्य एकीकरण गर्दा गर्दा म बुढो भइसके। अब यो राज्य चलाउने जिम्मा तिमीहरूको भइआएको छ। मेरा साना दुःखले आर्जिएको मुलुक होइन, यो 4 जात 36 वर्णको साझा फुलबारी हो। सबैमा चेतना भयो, सबैलाई माया गर्नु, कसैलाई जात भाषा धर्मकार होच्याउन नदिनु, देशको लागि खुल्ला राख्नु, तर विदेशी हुकुम चल्न नदिनु। मलाई एक कुराको सन्देह लागिरहेछ, त्यो कुरा के भने पढाइको भरमा राज्य चल्दैन, आफ्नै बल बुद्धि र उद्योगमा उभिनु पर्ने छ। नेपाल दुई ढुङ्गा बीचको तरुलो, देशमा महाजन आउने भने देश बङ्गाल गराइ छाड्ने छ। मेरा सैनिक र बाधाहरू जाइ कटक गर्नु, झिकी कटक नगर्नु, घुस नलिनु, न्याय नबिगार्नु। राजाको धन भनेको प्रजाको पसिना हो। राजा ठुलो होइन, प्रजा ठुलो हो। प्रजाको रक्षा, शिक्षा र सदाचार नै राजाको सबैभन्दा ठुलो धर्म हो। प्रजा मोटा भया त दरबार बलियो हुनेछ, दरबार बलियो भया त सारा मुलुक बलियो हुनेछ। मेरा वीर गोर्खालीहरू, तिमीहरू केवल बाहिरी शत्रुसँग मात्र नलड, अन्याय भ्रष्टाचार र विभाजनसँग पनि लड। अनुशासन र इमानले नै राष्ट्र बलियो बनाउने छ। नेपाललाई दुधभात जस्तै आत्मनिर्भर बनाउनु, हिमाल पहाड तराई यी सबै भूभागलाई सम्मानित र सुरक्षित राख्नु। आजदेखि हाम्रो संकल्प यही हो, इमान, न्याय, एकता र देश प्रेम। श्री 5 बडा महाराज धीराज पृथ्वीनारायण शाहको, श्री 5 बडा महाराज शाहको, श्री 5 बडा महाराज धीराज पृथ्वीनारायण शाहको।